बोले भन्नु भन्नु के किन गरे यस्तो मुजी ठुलो कुरा नगरे न कस्तो बाउलाई त्यस्तो के भन्यो तिमीले भाइ बोको बोली समाधान गर्नु नि दाइ बाउ के गरे अहिले बोले छैन म एक शब्द बोले छैन म हैन फोन गर्दैन न कति गर्नु 5 दिन राख्छ होला 5 दिन बसेर काट्छु म बाउलाई अब 5 दिन राख्छ भनेर चौकीमा फोन गरेर नि 5 दिन आयो पछि आएर काट्छु अनि गरे के त एकछिन फोन गर्दैन एकछिन फोन चाहिँ गर्दैन एक शब्द बोले छैन योसँग बोले छैन म ले हाल्दै बोले मेरो भान्जा र मम्मीसँग बोलिरहेको छु म बोले बाबु बोले खाउने भन् मुजी के मुजी दे तेरो व्यवहार गर्छु भन्नु पर्यो नि तपाईँ हजुर भन्नु पर्यो तर जस्तै व्यवहार गर्छ म त्यस्तै गर्छु विचार गर्नु बोला उसकोलाई 5 दिन लाग्छ होला मलाई हत्या राखेदेखि मैले कसैलाई हात हाले छैन के गरे छैन मेरो घरको भित्ता मैले हातले मेरै हातले हाने हो कसैलाई के गर्दै छैन मैले यो दिदीलाई थाहा म कसै बोले खायो यसमा चौकीलाई चाहिँ फोन चाहिँ गर्दैन न पुलिस उता जानु पर्यो त्यहाँ दुप्चेमा लिएर जाओस् मलाई 5 दिन 6 दिन कति 10 दिन कति राख्छ त्यसपछि आएपछि अनि मैले व्यवस्था राम्रै गर्छु त्यसले भन्नु नटेर भएर मैले त्यसलाई धम्का मात्रै हो पिडिया खाँदै त्यसलाई मैले पिटेको देखेको सुनेको मैले त देखेको त भित्र त आमा म अलिअलि पिडिया हो सबै निलै सर सबै चुट्यो यति गरेन सन्दर्भबाट लैजा पर्दैन ओए हुँदैन के बच्चालाई बच्चा हो अहिले भर्खर जाँदैन मुखले सम्झाउनु राम्रो मुखले सम्झाउनु बोलाएर पठायो भने 10 दिन बस्छु होला धेरै बसेदेखि म त्योभन्दा बढी बस्दैन मेरो 10 वर्ष लागि गएर बस्छु एकैचोटि चौकीलाई फोन गर्दैन म गर्दैन भने उता चाहिँ पुलिस जानु उता फोन गर के त्यहाँ आएर बसिरहेको छु होइन किन बोलाउने भने के हामीले चाहिँ किन बोलाएर के खाँदा मैले भने यसमा बोले म अब के बोल्छ मलाई म्युजिक त बोलेको म हो बोले खाइन तसँग म भाइ ठुलो कुरा होइन गएर चाहिँ के खाँदा भने मैले हो घरमा बसेर सुपलार सुतिरहेको थिएँ म अहिले भर्खर सन्जुलाई त्यहाँ खोजेर ल्याएर भात हेर्नु जम्मै छरी त्यो बत्ती उयो गर्नलाई मैले टेबल चढ्दाखेरि खस्यो त्यो छरी बुट्टा कति नै आफू चाहिँ नफाले जस्तो अहिलेसम्म छरी बुट्ट भात बनाएको छ मसँग नबोल है मैले भनिदिइरहेको छु त मुजी खाँदै जान माछी खाँदै मुजी के खाँदै भयो त भने के भने